सम्पूर्ण किसान दाजुभाइहरुमा नमस्कार। म कृष्ण प्रसाद उपाध्याय। म आज अक्टोबर उखु लगाएको खेतमा घुम्दैछु। यस खेतमा हामीहरूले यतापट्टि देखिने दुईटा नाली पिबी 95 जातको रहेको छ। यो मैले बिउ 1000 बड ल्याएर लगाएको थिएँ। प्रत्येक बडहरुबाट कम्तीमा 6 वडासम्म, बढीमा मेरो 14-15 वडासम्म टिर्लिङ आएको छ। र मैले यस उखुबाट मदरसुट जुन हुन्छ हाम्रो, त्यो मदरसुटमा 1-2 आँखला उखु भइसकेको थियो। त्यो उखुलाई फेरि जरैदेखि आँसीले काटेर पुनः त्यो 1-2 आँखला उखुलाई रोपेको थिएँ ग्याप फिलिङको रूपमा। त्यो भिडियो मैले यसभन्दा अगाडि बनाएर हजुरहरूलाई जानकारी गराएको थिएँ कि त्यो 1-2 आँखला जुन हाम्रो बनेको छ त्यो उम्रिन्छ उम्रिँदैन भनेर। यहाँ हेर्न सक्नुहुन्छ, यहाँनिर मेरो अलिकति ग्याप रहेको थियो। यो ग्यापमा मैले यहाँ लगाएको थिएँ त्यो आँखला 1-2 आँखला जुन मदरसुटमा रेडी भएको उखु थियो। त्यो उखु जर्मिनेसन भइसकेको छ। तर अब यो उखु हुर्किन पाउँछ पाउँदैन चाहिँ गाह्रै छ, किनभने यता र उताको उखुमा संख्या धेरै छ। अब यो नजिक छ। अब यसको आडमा भएको जुन अक्टोबर प्लान्टिङको छ, यसमा उखुको संख्या 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12 वटा पुगिसकेको छ र आउने क्रम अझै जारी छ। यस्तै मैले यतातिर यो 2 नालीमा चाहिँ VCF 517 नाम गरेको यो उखु लगाएको छु। यसको पनि टिर्लिङ राम्रो छ। यो पनि मैले 1000 बड नै ल्याएको थिएँ। यो पनि 2 नाली मसँग रहेको छ। यसमा पनि टिलर संख्या 8, 10, 12, कतै कतै 15 वडासम्म नै भेट्न सकिन्छ। यसको पनि मैले ग्याप फिलिङ त्यही मदरसुटमा जुन 1-2 आँखला बनेको थियो त्यसैबाट गरेको थिएँ। यो पनि जर्मिनेसन भइसकेको छ। यो हेर्न सक्नुहुन्छ, यो मैले मदरसुटको 1-2 आँखला जुन थियो त्यो भागलाई रोपेको थिएँ। त्यस्तै मसँग अर्को यो 16-202 जातको उखु रहेको छ। यो चाहिँ मसँग 2500 बड बिउ ल्याएको थिएँ। यस बिउबाट मसँग यो उखुको 5 नाली रहेको छ। यसमा टिर्लिङ गर्न सक्ने क्षमता यो उखुको पनि एकदमै राम्रो रहेको छ। तर PB 95 र VCF 517 ले जस्तो पर्फर्मेन्स यो उखुले देखाएको छैन। सेम एउटै प्लटमा छन् उखु। यसमा खाद पानी सबै एकैसाथ लगाएको छ। तर पनि यो उखुमा अलिकति कलर डिफ्रेन्ट नै छ VCF 517 र PB 95 को तुलनामा। टिर्लिङ संख्या चाहिँ यसमा पनि अधिक छ, हेर्न सक्नुहुन्छ। यसको चाहिँ मैले मदरसुट तोडेको छैन, किनभने मदरसुट तोड्न आवश्यक नै देखिनँ मैले। यसमा मदरसुट र कल्लाको जुन स्तर छ यसमा बराबर हाइट छ। यो उखु चाहिँ पहिला पूर्ण रूपमा टिर्लिङ गरिसकेपछि बल्ल बडवारमा जाने जस्तो देखियो। पहिला यो उखुले गाँजै गरे मात्रै गरिराखेको छ। हाइट भन्ने भने यो मदरसुट निकालेको उखुको तुलनामा मदरसुट ननिकालेको उखु अझै सानो देखिरहेको छ।
मैले यो बिउ बनाउनको लागि लगाएको हुँदाखेरि यसमा मैले सङ्ख्या छनौट गरेको छैन। सप्लाईको उखुलाई मैले वजन लिनुपर्ने हुन्थ्यो, म सङ्ख्या छनौट गरेर सीमित सङ्ख्या राख्ने थिएँ। यो बिउको लागि हो, उखु मसिनै भए पनि मलाई उखुको सङ्ख्या बढी चाहिएको छ। जति सङ्ख्या बढी लिन सके मैले त्यति धेरै बिउ मल्टिप्लाई गर्न सक्छु अर्को वर्ष।